हेलो साथीभाइ मेरो अब आजको रातिको हल्का डाइट सुरु भए हल्का डाइट चाहिँ के छ आज यी आम्मामा ढेँडो ओरिजिनल मकैको पनि ढेँडो अनि साथसाथमा किनेमाको रस ढेँडो र किनेमाको रस चाहिँ यति मिठो हुन्छ कि खान थालेपछि जति खाए त्यति मिठो ल साथीभाइ म लागेँ सुरु भयो ल एकदमै राम्रो किनेमाको झोल अनि ढेँडो यो चाहिँ जोसुकै खानु पाउँदैन नि यस्तो चाहिँ भाग्यमानी मात्रै खानुपर्छ क्या यो ढेँडो किनेमा भन्ने चाहिँ कि यसलाई खानु पनि जान्नुपर्छ बनाउनु पनि जान्नु पऱ्यो नि त होइन त्यसले गर्दा चाहिँ भनेको र गाउट दुख्ने जोइन दुख्नेहरू चाहिँ नखानु हुन्छ किनेमा डेन्जर हुन्छ क्या म चाहिँ गाउट त थियो मेरो पनि पचाइदिएँ तर मैले यस्तै चिजहरू खाएँ क्या अति नै मिठो हुन्छ नि किनेमा चाहिँ त्यसले गर्दा खाएको नि ढेँडो पनि मिठो किनेमा पनि मिठो बेलुका बेलुका चाहिँ हल्का डाइट खाने आदत छ त अन्त हल्का डाइट कम्ती मात्रामा बनाउने चाहिँ मेरो यहाँ चाहिँ बनाउने मान्छे चाहिँ यहाँ चाहिँ ढेँडो बनाउने मान्छे हाई साहेब भइदेऊ ढेँडो बनाउने मान्छेलाई मैले बिहा गरेर ल्याएको छु तर सिकाउनु चाहिँ मैले सिकाएको हो अहिले चाहिँ सिकाएको अनुसार चाहिँ बनाउँछु फर्स्ट ल्याएर चाहिँ मैले सिकाएको नि फेरि केही जान्थेन त्यो वाइहरू मात्रै बनाउनु जान्थेँ ढेँडोहरू चाहिँ मजाले बनाउनु सिकाएको थिएँ क्या मैले ढेँडो चाहिँ पहिला सानो छँदामा हामीले उता नेपालमा पुरा खान्थ्यो नि त त्यही बानी भयो नि अब हाम्रो यतातिर त्यति खाँदैन नेपालमा चाहिँ पुरा खान्थ्यो हामीले क्या यसलाई चाहिँ अब कुनै पनि मासुको बोसोहरूसँग पनि दामी हुन्छ तर अब यसको खास खानुपर्ने चाहिँ सिस्नु र किनेमा अनि छुर्पीको झोलसँग पनि राम्रै हुन्छ यत्तिको मिठो स्वादिष्ट ढेँडो चाहिँ खानु पाउँदैन हातपात दामी मलाई अलिक पारा हुँदैन मैले सिकाउनु चाहिँ पहिला सिकाएको कि बुढियालाई अहिले चाहिँ बुढियाले टप बनाउँछ क्या एकदम फ्यान्टास्टिक यसलाई चाहिँ किनेङमा पनि भन्छ किनेमा भन्दैन किनेङमा यस्तो हल्का डाइटले चाहिँ बिहान फ्रेस भएर उठ्नु सजिलो हुन्छ नि क्या बेलुका यत्तिको हल्का डाइट चाहिँ हानिदिनुपर्छ कि बिहान फ्रेस हुन्छ जिउ अब तपाईँहरूले नि खानु त मन लाग्छ होला नि अब के गर्नु होइन तर अब कतिजनालाई किनेमा फाप्दैन कतिजना ढेँडो खानु मन लाग्दैन हो हामी चाहिँ अब उता पाहाडमा पहिला त्यो बारी खेतमा काम गर्दा पुरा भोक लाग्थ्यो त अन्त ड्याम सिलबोर्डको थालमा बजाइन्थ्यो क्या ढेँडो त्यसले गर्दा ल साथीभाइ आजको मेरो यो डिनर भने पनि हल्का डाइट भने पनि यतिमै समाप्त गर्नु गइरहेछु है के कसो राम्रो लाग्यो नराम्रो लाग्यो कमेन्ट गरेर भन्दै गुड नाइट एभ्रिबडी